मैले पढ्ने कविताको शीर्षक छ लक्ष्यको निम्ति। सँगसँगै खेलेको, सँगसँगै रमाएको त्यो समय हिजै जस्तो लाग्थ्यो। छुट्टिनु पर्दाको यो बखत कसको पो मन कटक्क काटुन्न र, कसको पो आँखाहरू रसाउन्न र। आँखाहरू रसाइरहुन्, मनहरू काटिरहुन्, तर तिमी भने एक रति हताश हुनुहुन्न लक्ष्यको निम्ति। हिँड्दा बाटभरि गुराँस धुपी सल्लाह, लालुपाते सुनाखरी सुनगाभाले स्वागत नगरोस्, केवल बुकी पलासहरूले स्वागत गरोस्। काँडा काँडा टेकेर यात्रा गर्नु परोस्, अभावै अभावमा तर्पिँदै त्यहाँसम्म पुग्नु परोस्। तर तिमी भने एक रति हताश हुनुहुन्न आफ्नै लक्ष्यको निम्ति। सफलताका अभिलाषामा कहिलेकाहीँ जीवन सारङ्गी झैँ रेटिनु पर्छ, मादल झैँ हिर्किनु पर्छ, बाँसुरी झैँ फुकिनु पर्छ। अचानो बनेर अनेकौं हतियारको चोट खप्नु पर्छ र पनि असफलता नै हात लागोस्। तर तिमी भने एक रति हताश हुनुहुन्न, फेरि पनि दृढ त्यही आफ्नै लक्ष्यको निम्ति।